नमस्कार, म भाइ कृष्ण थामी। आज पनि हार्मोनियमको केही ज्ञानवर्धक कुराहरू लिएर आइरहेको छु। हार्मोनियमको सरस्वती म भन्छु। यतापट्टिको यो लो अपटेक मन्द सप्तक, यो बिचको मध्य सप्तक यानि कि मिड अपटेक, योभन्दा माथिको यो तार सप्तक भनेको हाई अपटेक हुन्छ। हाम्रो यो अब प्र्याक्टिस अभ्यास गर्ने भनेको यो मध्य सप्तकबाटै हो र यसमा भएको सारेगम पधनी 7 वटा शुद्ध स्वर र 5 वटा कोमल र एउटा तीव्र बिग्री स्वरहरू हुन्छ। एउटा तीव्र र 4 वटा चाहिँ कोमल स्वरहरू हुन्छ। यसमा सर बताउँछु म। सा रे ग म प ध नि भयो र अर्को कोमल रे, कोमल ग, तीव्र म, कोमल ध, कोमल नि। यसमा सी डी ई एफ जी ए बी स्केल भयो चाहिँ सी डी ई एफ जी ए बी सी यो भयो, मास्टरमा सी भयो। र अर्को यसलाई हाम्रो माथि यसलाई के भने त कोमल रेलाई सी सार, डी सार भयो भने डी सार चाहिँ कोमल ग भनेको यो भयो। सुरहरू चिन्नुपर्छ हामीले। र अर्को यो एफ सार भन्यो भने तीव्र म, जी सार भयो भने यो कोमल ध, ए सार भन्यो भने कोमल नि, सी सार डी फ्ल्याट भन्यो भने यो कोमल, डी सार ई फ्ल्याट भयो भने यो कोमल ग, ई को छैन, एफ को एफ सार जी फ्ल्याट भन्यो भने तीव्र म, जी सार ए फ्ल्याट, जी सार ए फ्ल्याट भयो भने कोमल ध। अब ए सार वी फ्ल्याट भने यो कोमल नि। 5 वटा बिग्री स्वरहरू र 7 वटा शुद्ध स्वरबाटै विभिन्न गीत सङ्गीत यहीँबाटै उत्पन्न हुन्छ र हामीले यसलाई सिक्नु जरुरी छ। म आज ताल, सरगम अनि यो थाट हाम्रो 10 वटा हुन्छ। थाट 10 वटामा कसरी बजाउने तालबाटै अब आज जान्छु। आज म अहिले मैले अब यो बजाउन लागेको चाहिँ अहिले बिलावल थाट। यहाँ सबै शुद्ध स्वर लाग्छ, यसमा कोमलहरू केही लाग्दैन। सा रे ग म प ध नि सा नि ध प म ग रे सा। यो मैले आरोह र अवरोह यसको मैले गरेँ। सा रे ग म प ध नि सा नि ध प म ग रे सा। यो हजुरहरूले यसलाई बारम्बार 15-20 चोटि आरोह अवरोह यो अभ्यास गर्नुहोला। र अर्को छ हाम्रो कल्याण थाटमा चाहिँ म तीव्र लाग्छ। म तीव्र हामीले कुन हो हामीले अघि नै मैले बताइसकेको छु, यो हजुरले जान्नुपर्ने हुन्छ। म तीव्र भनेको यो। अब हामीले यो मको शुद्ध, यो शुद्ध मको साटो हामीले म तीव्र बजाउने छौँ। अब हामीले आरोह अवरोह गरेर सा रे ग म प ध नि सा नि ध प म ग रे सा। सा रे ग म प ध नि सा नि ध प म ग रे सा। अहिले बजाएको मैले यो सी स्केलबाट गइरहेको छु। यो सबै स्केलबाट पनि सारेगम बजाउनु पर्छ र अहिले मैले चाहिँ सीबाट। अब यसलाई पनि 15-20 चोटि यो तीव्र मलाई प्रयोग गरेर त्यो 15-20 चोटि बजाउने। र अर्को हाम्रो खमाज छ। खमाजमा हाम्रो कोमलनीको प्रयोग हुन्छ। सा रे ग म प
15-20 चोटी बजाउने। खमास भयो, खमास 3 नम्बरमा। अब 4 नम्बरमा भैरव थाट छ। भैरव थाटमा भैरव थाटमा रे र ध कोमल लाग्छ। भैरवमा सा रे ग म प ध नि सा सा नि ध प म ग म ग म ग रे सा सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। कोमल दे र कोमल ध काफीमा चाहिँ कोमल ग र कोमल नि लाग्छ। यो पनि सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। अब आसौरी थाट, यो 6 नम्बरमा आसौरी थाट छ। यो यसमा ग ध नि कोमल लाग्छ, अरू सबै शुद्ध स्वर लाग्छ। सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। ग ध नि कोमल, अरू सबै शुद्ध स्वर। यो आसौरी थाट। सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। अब भैरवी थाटमा कोमल रे, कोमल ग, कोमल ध, कोमल नि लाग्छ। अरू चाहिँ शुद्ध स्वर लाग्छ भैरवीमा। सा रे ग म प ध नि सा सा नि ध प म
बजाएको भैरवी थाट भयो। मारवा थाटमा कोमल रे र तीव्र मल लाग्छ मारवा थाटमा। सा रे ग म प ध नि सा सा पूर्वी थाटमा कोमल रे तीव्र म कोमल ध कोमल रे तीव्र म कोमल ध प्रयोग हुन्छ पूर्वी थाटमा। सा रे ग म तीव्रमा कोमल धको प्रयोग आरोह अवरोह त्यो गर्ने। यो पनि 15-20 चोटी बजाउने। यो सबै अहिले मैले बजाएको जति सबै 15-20 चोटी बजाउने। अब तोडी थाट भयो। तोडी थाटमा कोमल रे कोमल ग तीव्रमा कोमल धको प्रयोग छ। यो पनि आरोह अवरोह 15-20 चोटी नै गर्ने। मैले चाहिँ 2 चोटी मात्रै गरेको छु। सा सम्पूर्ण थाटहरू बिलावल थाट भयो, कल्याण थाट, खमास थाट, भैरव थाट, काफी थाट, आसौरी थाट, भैरवी थाट, मारवा थाट, पूर्वी थाट, तोडी थाट, 10वटा थाटबाट प्रत्येक स्वरहरूबाट यो बजाउनु पर्छ। थाटमा चाहिँ 12 सप्तकमा 12वटा स्वरहरू बन्छ। नादबाट स्वर, स्वरबाट सप्तक बने जस्तै सप्तकबाट बन्छ थाट। सप्तकको माथिल्लो सिँढी हो
थाटमा ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छ। थाटमा 7 स्वरहरू हुनु अनिवार्य ठहरिन्छ। थाटमा क्रमसित स्वरहरू हुनुपर्दछ। थाटमा आरोह अवरोह हुनु आवश्यक पर्छ। थाटमा रञ्जकताको आवश्यक पर्दैन। थाट स्वरसम्मको एक रूप हो भन्दै अहिले म बिदा चाहन्छु।